हेलो गाइस, म चाहिँ एक्सिडेन्ट भयो अरू पनि राम्रो भइसकेर इन्डिया पनि आइसकेको छु। तर पहिलाको जस्तो फिट एन्ड फाइन चाहिँ भएको छैन। खुट्टा चाहिँ भने अहिले पनि अलिअलि दुखी नै रहन्छ। तर इन्डिया चाहिँ म किन आएको भन्दाखेरि यही भिडियोमा थाहा पाइहाल्नुहुन्छ। सुरुमा चाहिँ वन्डरफुल भ्यूको मजा लिनु होला, अनि त्यसपछि म भनि नै हाल्छु म किन आएको भनेर। र म चाहिँ भने मेरो गन्तव्यसम्म आइसकेको छु, अनि म चाहिँ यहाँ आएर 2-3 दिन जति बसेँ। यो भिडियो हेरेर त थाहा भइहाल्यो होला म इन्डिया किन आएको भनेर। 2-3 दिन बसिसकेपछि मैले सेक्युरिटीको गार्डको काम जोइन गरेँ। इन्डिया चाहिँ भने म जुलाईको लास्टतिर छिरेको थिएँ। 2 दिन चाहिँ भने मैले यहाँ आएर ट्रेनिङ लिएँ। त्यसपछि सिधै आज चाहिँ भने मेरो ड्युटी लागेको छ। अब ड्युटी पनि यस्तो खतरनाक ठाउँमा लागेको छ, अनि यो मैले ड्युटी गर्ने ठाउँमा चाहिँ मचट पनि दिउँसै खतरा लाग्दो रहेछ। तर केही छैन, मचटसँग बाध्दै भए पनि आफूलाई त दिन कटाउनु छ। भिडियो खिच्दा खिच्दै कति चाँडो मोबाइलको चार्ज पनि सकेछ। यो मेरो मोबाइलको चाहिँ भने फेरि चार्ज चाहिँ टिक्दैन। त्यसपछि मैले एकछिन मोबाइल चाहिँ भने चार्जमा राखिदिएँ र म चाहिँ भने यता आएर एकछिन बस्न। मेरो चाहिँ ड्युटी भने यस्तै हो, घरि उठ्ने घरि बस्ने घरि कुद्ने। हेर्दा हेर्दै कति चाँडो 8 पनि बज्ने बेला भइसकेछ। अहिले चाहिँ भने यता पनि झमक्कै रात परिसक्यो। त्यही भएर मैले चाहिँ गेटहरू पनि बन्द गरिदिएँ। अब चाहिँ भने म पनि रुमतिर लाग्दिन्छु। हजुरहरूले यहाँसम्म हेरेर साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद। आजकल मैले भिडियो नहालेर होला भ्यू चाहिँ आउन छोड्यो। अब एउटा शेयर र सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु। बाइ बाइ।